के तपाईँले कहिले यस्तो बुहारीको कथा सुन्नुभएको छ जो दिनभरि डोरीले बाँधिएर बस्छे तर राति भने खेतबारीमा गएर चन्द्रमाको उज्यालो टिप्छे। अन्त्य समय हेर्नुहोस्, किनकि यहाँ देख्नुहुनेछ कसरी एउटा साधारण बुहारी पुरै घरको भाग्य बदल्नेछ। अब कथा सुरु गरौँ। धेरै अघिको कुरा हो। एउटा डाँडा गाउँमा दीनानाथ नाम गरेका एकजना मानिस आफ्ना एक्ला छोरा बुद्धिनाथसँग बस्दथे। बुद्धिनाथ जन्मिएको 1 महिनामै उनकी आमा बितेकी थिइन्। त्यसपछि दीनानाथले गाई भैँसी र बाख्राको दुध खुवाएर ठुलो दुःख र मेहनतका साथ छोरालाई हुर्काएका थिए। जहाँ जाँदा पनि उनले छोरालाई सँगै लैजान्थे। तर बुद्धिनाथ भने नाम जस्तो बुद्धिमान नभई निकै मूर्ख, उदण्ड र बदमासी स्वभावका थिए। गाउँमा अरूको नोक्सान गर्ने, घरमा बाँधिएका जनावर फुकाइदिने, झगडा गर्ने जस्ता काम गर्थे। त्यसैले उनलाई कसैले पनि मन पराउँदैनथ्यो। छोराको यस्तो व्यवहार देखेर दीनानाथ सधैँ दुखी हुन्थे र आफ्नो भाग्यलाई दोष दिन्थे। दीनानाथले छोरालाई सुधार्न गुरुका घर पढ्न पठाए। तर जहाँ पठाए पनि बुद्धिनाथले गुरुको आदर नगरी उल्टे अपमान गर्थे। अन्ततः सबै गुरुले उनलाई निकालिदिए। त्यसपछि उनी गाउँमै फर्किएर खराब साथीहरूसँग खोपी तास खेल्न थाले। यसरी उनले बुवाले दुःख गरेर कमाएको सम्पत्ति पनि नष्ट गर्न थाले। समय बित्दै जाँदा बुद्धिनाथको बिहे गर्ने उमेर भयो। तर यस्तो खराब बानी भएको केटालाई कसैले पनि छोडिदिन चाहेन। दीनानाथले धेरै ठाउँमा कुरा चलाए, आफन्त र चिनजानेकासँग आग्रह गरे, तर सफल भएनन्। त्यही गाउँमा जुनमाया नामकी एक सुन्दरी, समझदार र दयालु केटी बस्थिन्। उनी बुद्धिनाथकै उमेरकी थिइन्। एक दिन उनी आफ्ना बुवासँग बिरामी दीनानाथलाई भेट्न गइन्। दीनानाथको अवस्था देखेर दुवैलाई निकै माया लाग्यो। त्यसै बेला बुद्धिनाथ घर बाहिर जान लागेका थिए। जुनमायाको बुवाले उनलाई सम्झाउँदै भने, बाबु बुद्धिनाथ, अब यसरी बरालिन छोड। तिमी जन्मिएको 1 महिनामै तिम्री आमा बितिन्। तिम्रा बुवाले कति दुःख गरेर तिमीलाई हुर्काए। अहिले उहाँ बिरामी हुनुहुन्छ, तिमीले उहाँको हेरचाह गर्नुपर्छ। तर बुद्धिनाथले त्यो कुरा गम्भीरतापूर्वक लिएनन्। उल्टै हाँस्दै भने, गाईको दुध बाछाले खान्छ, भैँसीको दुध पाडाले खान्छ, बाख्राको दुध पाठापाठीले खान्छ। मैले पनि त्यही खाएर हुर्केको हुँ, म पनि त्यस्तै भएको हुँ। उनको यस्तो उत्तर सुनेर जुनमाया र उनका बुवा निराश भए। त्यसपछि जुनमायाका बुवाले फेरि सम्झाए, अब तिमीले बिहे गरेर घर सम्हाल्नुपर्छ, बुवाको राम्रोसँग हेरविचार गर्नुपर्छ। त्यसमा पनि बुद्धिनाथले घमण्डका साथ भने, मसँग बिहे गर्नेले त दिनभरि डोरीले बाँधिएर बस्नुपर्छ, कोही तयार छ? उनको यस्तो कुरा सुनेर सबै छक्क परे। दीनानाथको अवस्था झन कमजोर हुँदै गइरहेको थियो। जुनमाया र उनका बुवाले उनलाई खाना खुवाएर पानी पिलाएर हेरचाह गरे। दीनानाथले कृतज्ञ हुँदै भने, यदि तिमीहरूलाई म माथि दया लागेको हो भने कुनै असल केटी खोजेर मेरो छोराको बिहे गरिदिनु। यो कुरा सुनेर जुनमायालाई झन दया लाग्यो। घर फर्किने क्रममा उनले आफ्ना बुवालाई भनिन्, बुवा, म यही घरकी बुहारी बन्न चाहन्छु, म बुद्धिनाथसँग बिहे गर्छु। बुवाले अचम्म मान्दै भने, छोरी, तिमीले के भनिरहेको छौ? त्यो त मूर्ख र उदण्ड केटा हो, किन आफ्नो जीवन बिगार्न चाहन्छेस्? तर जुनमाया दृढ भइन्, बुवा, म उसलाई सुधार्न सक्छु, म त्यसै गरी उसको घर सम्हाल्न चाहन्छु। अन्ततः धेरै सम्झाइ बुझाएपछि पनि जुनमाया आफ्नो निर्णयबाट पछि हटिनन्। भोलिपल्ट बिहान गाउँका छिमेकीहरू जम्मा भए। जुनमाया र उनका बुवा पनि त्यही उपस्थित थिए। सबैको अगाडि जुनमायाका बुवाले भने, मेरी छोरीले दीनानाथको अवस्था देखेर धेरै दया महसुस गरिन्, त्यसैले उनी यस घरकी बुहारी बन्न तयार छिन्। यो कुरा सुनेर दीनानाथ अत्यन्तै खुसी भए। उनको अनुहारमा लामो समयपछि उज्यालो देखियो। तर गाउँलेहरूले भने, सावधानीपूर्वक भने, यो भविष्यको कुरा हो, राम्रोसँग सोच्नुपर्छ, पछि पछुतो नहोस्। जुनमायाले निर्धक्क भएर भनिन्, म पूर्ण रूपमा सोचेर नै यो निर्णयमा पुगेकी हुँ। सजिलो काम त सबैले गर्छन्, म कठिनाइ स्वीकार्न तयार छु, तर मेरो पनि केही शर्तहरू छन्। त्यसपछि गाउँलेहरूले बुद्धिनाथलाई बोलाएर सबैभन्दा पहिले उनलाई सोधे, तिम्रो शर्त के हो? बुद्धिनाथले हाँस्दै भने, मेरो स्वास्नी बन्नेले दिनभरि डोरीले बाँधिएर बस्नुपर्छ। यो कुरा सुनेर सबै छक्क परे। त्यसपछि एकजना छिमेकीले भने, यदि केटीले पनि शर्त राख्यो भने तिमी मान्छौ? बुद्धिनाथले लापरवाहीका साथ भने, के शर्त होला र? म मान्छु। त्यसपछि सबैले जुनमायातर्फ हेरे। उनले शान्त स्वरमा भनिन्, म दिनभरि बाँधिएर बस्न तयार छु, तर मलाई खाना खुवाउने, पानी पिलाउने र घरका सबै काम मेरो लोग्नेले गर्नुपर्छ।
गाउँलेहरूले फेरि बुद्धिनाथलाई सोधे, अब के भन्छौ, यो शर्त मान्छौ? बुद्धिनाथले फेरि बिना सोच भने, यो त सजिलो कुरा हो, म मान्छु। गाउँलेहरूले चेतावनी दिए, पछि नसक्ने भयो भने तिमीलाई दिनभरि मात्र होइन रातभरि पनि बाँध्नेछौ अनि खाना पनि दिँदैनौ। तर बुद्धिनाथले अझै पनि लापरवाही गर्दै भने, मलाई सब शर्त मन्जुर छ। यसरी दुवै पक्षका शर्तहरू स्वीकार गरिए र बुद्धिनाथ तथा जुनुमायाको बिहे पक्का भयो। केही दिनपछि साधारण तरिकाले बिना धुमधाम उनीहरूको विवाह सम्पन्न भयो। छोराको बिहे भएपछि दीनानाथको मनमा केही राहत आयो, यद्यपि उनी अझै बिरामी नै थिए। विवाह भएको दिनदेखि नै जुनमाया आफ्नो शर्तअनुसार दिनभरि डोरीले बाँधिएर बस्न थालिन्। उता बुद्धिनाथले भने उनको शर्तअनुसार घरका सबै काम गर्नु पर्थ्यो, खाना पकाउने, पानी ल्याउने, सरसफाइ गर्ने आदि। दिनभरि काम गर्दा उनी निकै थाक्थे। दीनानाथ भने बिरामी अवस्थामै थिए। घरमा 3 जना भए पनि काम गर्ने कोही थिएन। यसरी केही दिन बित्दै गयो। दिनभर बाँधिएकी जुनमाया चुपचाप बस्ने गर्थिन्, तर साँझ परेपछि मात्र उनलाई खोलिन्थ्यो। तर एउटा अचम्मको कुरा के थियो भने राति सबै सुतिसकेपछि जुनमाया चुपचाप घर बाहिर निस्कन्थिन्। उनी धेरै बेरसम्म बाहिरै बस्थिन् र फेरि चुपचाप फर्किन्थिन्। दीनानाथलाई यो कुरा देखेर शङ्का लाग्न थाल्यो, बुहारी राति कहाँ जान्छन् भन्ने चिन्ता उनलाई सताउन थाल्यो। एक रात उनले लुकिएर जुनमायालाई पछ्याए। जुनमाया खेतबारीतिर गइन्। त्यहाँ पुगेर उनले चन्द्रमाको उज्यालोमा खेत खन्ने, बिउ छर्ने र खेती गर्ने काम गर्न थालिन्। दीनानाथले यो दृश्य देखेर छक्क परे। उनले मनमनै भने, वाह, मेरी बुहारी त साँच्चै जुन टिप्ने रहेछ, रातिको उज्यालो समेत खेर नफाली काम गर्ने। यसरी जुनमायाले दिनभरि बाँधिएको अवस्थामा पनि राति मेहनत गरेर खेतबारीमा अन्न उब्जाइरहेकी थिइन्। केही समयमै घरमा अन्नको कमी हुन छोड्यो। उता बुद्धिनाथ भने दिनभरि काम गरेर थाक्थे। बिस्तारै उनलाई आफ्नो गल्ती महसुस हुन थाल्यो। उनले बुझे काम गर्नु कति गाह्रो हुन्छ। यसरी केही महिना बित्दै गयो। जुनमायाको परिश्रमका कारण खेतबारीमा राम्रो उत्पादन हुन थाल्यो। घरमा अन्नको अभाव रहेन। दीनानाथ पनि आफ्नो बुहारीको काम देखेर अत्यन्तै खुसी भए। उता बुद्धिनाथमा पनि बिस्तारै परिवर्तन आउन थाल्यो। दिनभरि घरको सबै काम गर्दा उनले दुःख र मेहनतको मूल्य बुझ्न थाले। उनी पहिले झै जुवा खेल्न, खोपी खेल्न र गाउँमा बिगार गर्न जान छोडे। एक दिन बिहान उठेर उनले जुनमायालाई भने, जुनु, अब म तिमीलाई बाँधेर राख्दिन, तिमी स्वतन्त्र भएर बस। जुनमायाले मुस्कुराउँदै भनिन्, मलाई खोलिदिएकोमा धन्यवाद, तर अब तिमीले पनि मेरो एउटा शर्त मान्नुपर्छ। बुद्धिनाथले सोधे, कस्तो शर्त? जुनमायाले भनिन्, अबदेखि तिमी जुवा खेल्न जानु हुँदैन, खोपिता सबै छोड्नुपर्छ, खेतबारीमा मसँगै काम गर्नुपर्छ अनि सँगै फर्किनुपर्छ। बुद्धिनाथले कुनै हिचकिचाहट नगरी सहमति जनाए, म तिम्रो सबै शर्त मान्छु। त्यसपछि दुवै मिलेर खेतबारीमा काम गर्न थाले। दीनानाथ पनि बिस्तारै सन्चो हुन थाले। जुनमायाको बुद्धिमानी, धैर्यता र मेहनतले घरमा सुख, शान्ति र समृद्धि ल्यायो। बुद्धिनाथ पूर्ण रूपमा सुध्रिए र असल जिम्मेवार मानिस बने। गाउँभरि जुनमाया जुन टिप्ने बुहारी भनेर चिनिन थालिन्, किनकि उनले चन्द्रमाको उज्यालोमा समेत मेहनत गरेर आफ्नो घर उज्यालो बनाएकी थिइन्। अन्ततः दीनानाथको परिवार खुसी साथ मेलमिलाप र समृद्धिमा जीवन बिताउन थाल्यो। साथीहरू, हजुरहरूलाई यो कथा कस्तो लाग्यो? यदि यस्तै कथाहरू सुन्न मनपर्छ भने हाम्रो युट्युब च्यानल कथा गुफालाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। फेरि भेटन अर्को कथा लिएर कथाको गुफाबाट।